सबैजनालाई नमस्कार। म चाहिँ आजदेखि मेरो पनि ब्लग सुरु गर्दैछु। कसरी गर्ने के गर्ने थाहा छैन हैन, त्यही पनि अब ट्राई त गर्न सकिन्छ नि त। त्यही भएर म ट्राई गर्दैछु। मलाई माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु, लाइक कमेन्ट शेयर सबै गरिदिनु है त। म उठेर मेकअप गरेँ, मुख सुख धोएर अनि ओछिन पटाएँ। अनि अहिले तातो पानी जिरा र तातो पानी खाँदैछु। अब खाएर रेडी भएर म जाँदैछु। मामा घर सरादै छ, मामा घरमा चाहिँ सरादै खान म जाँदैछु है गाइस। म चाहिँ भनेदेखि घरदेखि हिँड्दै आएको त मम्मीसँगै जाउँला भनेर मम्मी त कुदिसकेछन्। अब म फेरि मम्मी ठाउँमा पुग्दैछु। यस्तो ल्याङ नि यत्रो झन् हिँड्दै सासै फेरि कुदी आएको त झन् कुदी आएको। लास्टमा त मम्मी त पुगिसक्नु भएको छ बाबा चोकतिर अब त। अनि अब म जाँदैछु। गाइस कति गाह्रो हिँड्नलाई, साह्रै गाह्रो। गाइस म चाहिँ फाइनली आइपुगेँ। अर्कालाई कुराएर हेर यहाँ गन्दन पसन आइज भनेर मान्छे पसन आउँदा सटर बन्द छैन, मान्छे गायब होइन। यहाँ मम्मीलाई हाँसो लाग्दैछ फेरि के गर्नु, गाह्रो। मेरो पुरा कस्तो राम्रो देखिन्छ हेर्नु न। हाई गरिदिनु गर्दैन म हाई फेरि क्या फेरि हाई नै गरिदिनु भन्छ फेरि कस्तो राम्रो नजाने भएपछि मोबाइल गरेर मेरो पर हिँडेँ म। यसमा सिम हाल्दै थिएँ त, दुइटा फोन के बोकेर हिँड्नु, झोलो बोके छैन भनेर। अनि आज सासले चाहिँ धोका दिन्छ जस्तो छ, धेरै हिँड्न पर्यो नि त, बोल्नु नि सकिँदैन रहेछ पो त। फेरि मान्छेले कहाँ विधि हेर्ने हौ, यस्तो विधि हेर्ने होइन नि, यस्तो के न मान्छेले मार्ने हेरे जस्तो हेर्दो रहेछ। एक्लै हुँदा त लाज हुँदो रहेछ होइन, यसो आमा पनि सँगै भयो भने चाहिँ लाज नहुँदो रहेछ। अहिले खाली पेट भएर हो कि सास फेर्न अहिले सरा देखाएपछि सास फेर्न सकिन्छ कि सरा देखाएपछि फेरि पैसा नै आउँछ टिका र त्यही पैसाले पठाउँछ अरे राम्रोपर्छ। हामी चाहिँ कहाँ हिँड्दैछौँ, कहाँ भन्ने यो ग्रिन हिल सिटी माथि उल्टोबाट बनाएको। कसरी बनाउने हो मैले बनाउनै जानिनँ। एउटा ब्याक क्यामेराबाट बनाउँछ नि त प्रायः मान्छेहरूले, मैले देखेको थिएँ कि। अनि बनाउनु खोजेको ब्याक क्यामेराबाट भएन, अनि फेरि यसरी नै बनाएको। यस्तो राखेँ के क्यामेरा भन्छन् बुझ्नु न मिलाएर। तर साह्रै मेकअप गरेर देखिँदो रहेछ, रातै देखिँदो रहेछ। गाइस म बोल्न नसक्नु रहेछ। डाँडोबाट झर्न थाल्यौँ भाइ हामी त डाँडोबाट लिन आयो त हुन्छ नि हामीमा। ल रोडै मेरो हो फेरि, सबै रोडै मेरो हो। यहाँ डाँडोबाट झर्दैछौँ हामी त मर्निङ वाक।
मर्निङ वाक फेरि कति बजेको मर्निङ वाक हो यो फेरि घाममा नै हुँदो रहेछ मर्निङ वाक को सुने ए फेरि हाम्रो मम्मी फेरि बुढी भयो भने साथीहरू टन्नै छन् मम्मीका फेरि सुबे डुबे घाँस काट्न गएको भकाएर सोन गएको साथीहरू छन् के गाई छ मेरो त कोही साथी नै छैनन् किनकि मैले गाई नै के अरे भकारै सेरा थिएँ त्यही भएर होला नभएका सियान स्वर सियान सिगारेट आएकै छ कस्तो घिनलाग्दो कुरा गर्दा प्रभु लाज राखो बल्ल मेरो सास रोक्न कम भयो के भने मैले यो बिर्सिन्छु म त बेला बेला खुस्किन्छ क्या हो मेरो दिमागमा नि मम्मी सास फेर्न भन्न सास फेर्न रोक्न सास फेर्न चाहिँ अलिक हलुका भयो कि अहिले अनि हिँड्दैछौँ हामी कस्तो राम्रो देखिन्छ यहाँबाट फेरि पुरा काठमाडौँ देखिन्छ के गर्नु आफ्नो घर होइन अर्का घर देखेर के गर्नु है ल ठिक छ शेर्पाले घर बनाएर खाएर त्यहाँ होला ए ल ठिक छ सौतिनी आमासँग जानु पर्ला आयो गाह्रो छ गाइड मलाई त अरूभन्दा नि मेन कुरा मलाई फोन समाउन आएन कि म गइसकेँ फेरि हेर्नलाई कहाँ छ घर भनेर होला क्या गाह्रो छ हौ गाह्रो मलाई मेन कुरा चाहिँ फोन पक्र्न आएन कसले सिकाइदिने मलाई पुरा म त अगाडि क्यामेराबाट बनाउँदैछु अरूले त्यस्तो गरेर बोकाइदिएको थिएँ मलाई त आएन हौ गाइज कति ठुलो रोड छ फेरि यहाँनिर हेर्नु न पुच्छा समातेर मर्ने को मर्ने पुच्छा समातेर को मर्न आँटी छ त नि को मर्न आँटी छ लु गाईको पुच्छा देखिनु परेन यहाँबाट टाढा फोन अनि आज साह्रै राम्रो एक्सर्साइज हुने भयो क्या एक्सर्साइज पनि कडा हुने भयो हिँडेर यस्तो राम्रो देखिरहेको छ अब ब्याक क्यामेरा गरेर नमिल्दो रहेछ त के गर्नु हो यसरी देखाइदिन्छु म यस्तो राम्रो पुरा काठमाडौँ देखिन्छ यताबाट पनि देखिन्छ फेरि गाह्रो छ नि हौ गाइस गाह्रो छ म त घुमिरहन्छु र थनिरहन्छु यहीँ घुमेर ढल्नुला भन्ने डर मलाई त आज त साह्रै लाज लाग्यो कि हालो हाई गरेर बोल्नु पर्ने होइन भने त म पनि कम्की छुइनँ त बोल्नलाई अरू ठ्याक्छन् म बोलेको सुनेर मान्छेहरूलाई 1 घन्टा लाग्छ होला केही चिजहरू कुरा खत्तम गर्नमा तर मलाई उनीहरूलाई लाग्ने 1 घन्टा मलाई चाहिँ 10 मिनट अथवा 1 मिनटमा खत्तम हुन्छ किनकि म यति छिटो बोल्छु मेरो त साह्रै हात दुख्यो पो त समाउँदा फेरि हात पनि त कम्ताको ठुलो छैन पो त लामो चाहिँ छ फेरि मेरो स्ट्यान्ड नै चाहिँदैन तर दाउरा जस्तो छ नि त हात त्यही भएर दुख्दो रहेछ गाइस समाउँदा कसरी हेरेका रोटा मलाई कस्तो लाज लाग्यो माई गॉड यत्रो छ फेरि म त सर्लक्क यो केबाट भने योबाट सर्लक्क तलतिर जाने भने मेरो त नाम सत्य हो हुन्छ होला नि के किन्दैछन् होला त ल गेस गरौँ गाइस गेस गर्नै पर्दैन म भनिदिइहाल्छु नि चुरोट बिना सास पनि फेर्न पाउँदैन चुरोट खाएको मान्छेले सास फेर्न गाह्रो हुन्छ भन्नु नि तर हाम्रो मम्मीलाई चाहिँ चुरोट बिना सास फेर्न सक्दैन गाइस हामी चाहिँ फाइनली मामा घरतिर आइपुग्यौँ तर कति धेरै पार्किङ हो यो बिहे कि कसको यतातिर नजिक बर्बाद के किन्ने हो त पसना माइतीमा के किनेर ल्याइदिनु ला हो के कसैले हाम्रो मामा त्यहाँ टिका टल्काएर बस्ने हिँड्न हतार भयो अरे म कति हल्ला छ म यहाँबाट बन्द गर्छु स्थगित गर्छु साह्रै हल्ला छ ल गाइस मैले चाहिँ स्वरातेको पहिला टिका लाउँछु म मान्छे त्यसै नै पहेँली छु पैसा पनि आउँछ पठा भाडा अहिले पैसा छैन त फेरि यसलाई सरी उनीहरूले हुनु भनिसक्यो यसलाई 50 भन्नु छैन ल म सरी भन्ने पाएन 100 रुपियाँ ढोक्कैमा हो टिका ढोक्कैमा
मामा हर्केर चलन छ ढोकेमा यसलाई जन्माएर मैले त एकदम त्यही छ ल तल खोज्रो खोज्रो तल मलाई नि ए कस्तो कालो नि रहेछ त नि त्यो उसो हटा पैसा हुन्छ होइन मम्मीको सुनकै पैसा सुन तैँले यसो त राम्रो पैसा हो त ल ल राम्रो पैसाले यहाँ म हाल्छु लाखपति पाले होइन त्यही पैसा हो त अर्को नोट चाहिँ मै राख्छु ल ल गाइज अब आयो नाउते दाजु कस्तो टिका लगाइदिनु भयो हेर्नु न पस्किनु पनि हाम्रो मामाले नै हो फेरि कस्तो अँध्यारो देख्यो मलाई त्यत्रो त नहाल्दा भए हुन्थ्यो धेरै भयो ल यही धेरै भयो कति धेरै हाल्यो हाले गर्नुहुन्छ धेरै हाल्नु मात्रै होइन क्या दाइ थोरै हाल्नु मात्रै थियो क्या म मोटाइछु त यत्रो झन् टिका चाहिँ अलिक ठुलो भएछ गाइस झर्लाइसक्यो अनि भात तरकारी साग पनि हुन्छ फेरि साग बाहुनको भाँडा फेरि तोरीको साग बिना सरादी जाँदैन नि गाइजहरू फेरि